दामी है टक्क यस्ता खालको माछा छ है साथीहरू अर्गानिक असला है ढोरपाटन 4 खोलाको यतातिर छ टक्क वा दामी है द्वालीमा मारेको है त हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल आई होप तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु है आज चाहिँ हामी 6-7 जना दाजुभाइहरू मिलेर टक्क खोलामा द्वालीमा माछा मार्न जाँदैछौँ है साथीहरू बब्बाल हुनेवाला छ आजको ब्लग नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला अलिअलि थाकिएको छ साथीहरू घाम पनि दामी लागिरहेछ यति बेला 1 बजेको छ अब हामी 5-6 बजीसम्म कति मार्छौँ हेर्दै गरौँला होइन दाइहरू टक्क मतरबातै बात हिँड्नुभयो होइन रमाइलो हुनेवाला छ साथीहरू हामी जाने चाहिँ पारी जाने हो गाइज यार खासमा यहाँ जाने हो यहाँबाट खोला नि हेर्दै छौँ हामी अलिअलि मार्दै जान्छौँ हेर्दै गरौँला होइन के कस्तो हुन्छ ल केही बेरमा भेट्ने है त ल साथीहरू आजको हाम्रो डुवाली पहिलो डुवाली है यो थियो ट्याक्क हामीहरूले यहाँ मार्यो होइन अलिकति मर्यो गाइज यार 1 पाउमा बढी मर्यो आधा केजी झन्नै छ टक्क पारामा आज फिसिङ है गाइज ग्याङहरू अगाडि हुनुहुन्छ माछा चाहिँ मरेछ गाइजी डब्बाको देखाइदिन्छु है म तपाईँहरूलाई ए टक्क यति मर्यो यो सजिलो द्वाली हान्दै हिँडेको आज हामी दामी ल यति मर्यो यहाँ चाहिँ अब फेरि हामी अर्को ठाउँ जान्छौँ खोला चाहिँ सानै छ गाइज जोस् आज हाम्रो दाजुभाइहरू मिलेर टक्क डुवाली झल्काउने कार्यक्रम हुँदैछ धोबी मारिन्छ जस्तो छ है साथीहरू साथीहरू यहाँ सानो भाइहरूले डुवाली मारेर रहेछन् है ओ के छ यस्तो हान्ने हो न नाइस लभली नाम के हो कुमार हो दामी ल मस्तै माछा मार है टक्क यहाँबाट मारेर टक्क उता माछा मार्दैछन् भाइहरू दामी ल टन्न मार अहिले भेट्नुपर्छ है ल गाइज हाम्रो सेकेन्ड डुवाली है यो यताबाट यता हालिदियो पानी यहाँदेखि त्यहाँसम्म यहाँ विकल भाइले काम गर्दै यहाँ दाइले माछा सम्म लाग्नु भयो तर यसमा छ गाइज माछा त क्या छ नि यसमा माछा छ है हेर्नु है त ल टक्क माछा ल है साथीहरू हेर्नु है दाइले कुलाउँदै हुनुहुन्छ है टक्क हाम्रो जेबेन दाई है हन्टर सब बगेको त हेर्नुहोस् त यहाँ त्यहाँ छ ऊ लखट्नु न त्यहाँ त टक्क हेर्नु त माछा कति निस्किन्छ माछा डेन्जर छ है साथीहरू बग्यो आयो हेर्नु है त्यहाँबाट कोताल दिनु नि दाइ सट्ट एउटा लौरोले घाराले टक्क हेर्नु त माछा यहाँ हेर्नु न यहाँ माथि हेर्नु त हेर्नु भयो सब बगे खै त्यो आशा हेर्नु त सब आँखै भाग्दै थियो है त्यहाँ आँखा त्यो आँखा छु ठुला नि छ नि तलबाट खोल्नु पर्ने भएन त्यो हेर्नु त ओहो नि साथीहरू कति मर्ला त हाम्रो अब यता हाम्रो रिकबाँडो दाइ हन्टर है कस्तो भइरहेछ दाइ काम दामी छ नि होइन दामी हुँदैछ है साथीहरू आज बवाल हुँदैछ यहाँ दाइले यता काम गरिराख्नु भएको छ अब हामी अहिले तलतिर जाउँ न त होइन यो यता रमेश दाई हुनुहुन्छ यहाँ विकल भाइ हाम्रो यहाँ मुनि पनि हो स्पेसल्ली होइन टक्क यहाँ पनि छप्प हुन लागिसक्यो यहाँ छप्पिन्छ त्यहाँ छप्पिन्छ यहाँ तलतिर छप्पिन्छ
अझै अर्को डल्ली मार्न बाँकी नै छ साथीहरू। माछा भागिरहेछ है त्यहाँ चाहिँ माछा भाग्न थाल्यो है भाग्न थाल्यो साथीहरू। परे छैन कुरेलोमा लाउनुहोस् जेभेन्डा यस्तो साइडबाट हान्दै हान्दै लखड्दै झर्नुहोस्। ए बा ओभर छ त यार साथीहरू कुरुटा हेर्नु त कहाँ त्यत्रो सिङ नै पक्छ। हेर्नु आयो होला दाइ समात्नु त कुरेलोमा समात्नु है दामी। ल हामीहरू एकछिन भेट्छौँ है त साथीहरू मर्दैछ है अरिजिनल काले असलाहरू। ए त्यहाँ दाइहरूले छोप्दै हुनुहुन्छ टक्क पारामा। धेरै छ सर माछा। है समात्नु ओ हाम्रो माछा हन्टरहरू है टक्क यति भइसक्यो है साथीहरू। आए 1 केजी त्यही छ हजुरको हातमै छ यहाँ हातमा खाएको। बस बस त्यता माछा यता सरेको त होइन होला सर्न त। यहाँको माछा दुईवटा मात्र छोप्यो त कहाँ पुरै कता हरायो यार। त ढम्लाइरहेछ क्या दाइ माछा त्यही छ क्या। ए हेर्नु त यत्रो छ है साथीहरू। ल है ल है ल है ओ त्यहाँ खुट्टा बिहाल भएको खुट्टाबाट यहाँ ठुलो माछा छ है यत्रो पानीमा ओ सताउँछ के। नाइस ल खै देखाउ न भाइ देखाउ न लभली। ल बाबालाई अरिजिनल असला ओइ खै देखाउनु त दाइ तपाईँको हातमा कस्तो देखिन्छ। यहाँ लभली छ ल सबले हुनुपर्छ यो चाहिँ। ल दामी ल यत्रो ठुलो है साढेहरू ल हन्टरहरूको दामी है टक्क यस्ता खालको माछा छ है साथीहरू यहाँ पनि। सही हो हामी छोप्दैछौँ के। ल साथीहरू पानी पर्यो के गर्ने। यता दाई हुनुहुन्छ काली दाई यता रमेश दाई यता हाम्रो जेवन दाई चाउचाउ मिठो भए नि होइन। यता रिक दाजु विकल भाइ यता हाम्रो सर हुनुहुन्छ बिचरा चाउचाउ खानै पर्यो नि सर फेभरेट हो नि। यता दाइले काम गरिराख्नु भएको छ। माछा जति यहाँ कुरमा पस्दियो यहाँ दाइदेखि उतापट्टि गएछ यार ल्याङ हान्दियो नि त टक्क यसरी बस्यो अब झाम्रे गाउने त लागेर यार ल्याङ गऱ्यो यार पानीले। हेर्नु त बाहिर यस्तो छ होइन। हाम्रो घर चाहिँ बवाल छ है साथीहरू टक्क यस्तो दामी हो नि फेरि घर त। ल यता त यसो आगो ताप्ने कार्यक्रम पनि हुँदैछ। तपाईँले लाइन त लिनु भयो त यार। च्याप्प होइन माछा मार्न आउटाको रमाइलो पलहरू यही हो कि गाइस। तर माछा फेरि टन्नै मारेसम्म अहिले त मा कसम भरि बिब्बा भइदिएछ हेर्ने हो गाइस। हन्टु दाइ खोलम यसो साइजको माछा देखाइदिउँ न होइन ट्याक्क देखाइदिउँ न त साइज हात हालेर झिक्ने दाइ। यत्रो साइजको माछाहरू हामीले धेरै मार्यौँ है साथीहरू। यत्रो साइजको माछा धेरै छ अहिले। हेर्नु यस्तै डेन्जर हो क्या फेरि यत्रो माछाहरू मरेछ यहीँ। तर गाह्रो छ यार गाइज यार यहाँ निस्केन यार माथितिर पसेर यार। यस्तो दामी छ नि घर फेरि टक्क वास दामी छ है साथीहरू। ल यस्तो छ ल हामी केही बेर भेटौँला है त। ल साथीहरू आगो फुकेर टक्क तापियो सरले ताप्दै हुनुहुन्छ।
टक्क यता तापियो होइन। यहाँको माछा चाहिँ भने जस्तो मरेन यार साथीहरू। पानी चाहिँ अहिले बिरो भइसक्यो। अब हामी नेक्स्ट डली है, टक्क नेक्स्ट डली म तपाईँहरूलाई देखाउँछु। अब यसलाई हान्दिने जाम जुम अनि त्यसपछि बल्ल हामी बाटो लाग्नेछौँ घरको। मतर बाटो यो टक्क ढिरी आउने। हेर्नुहोस् न वातावरण कस्तो भइरहेछ यार, पानीले ल्याङ हान्ने हो नि यार गाइज। अब कति मर्ला त है, 1 केजी प्लस मारिसक्यो। अब कति मर्छ त कुदिलेको हो। यी ड्राइभरले बिचरा काम गरिसक्नु भएको छ यार। हामी आगो तापेर टक्क यहाँबाट तलैसम्म छ यो डली चाहिँ है। बहुत लामो हो, एकदम छिटो हान्छौँ हामी। 6-7 जना हौ यसरी काम गरिसक्नु भएको ड्राइभरले। अब झ्याम जुम हानिदिने हो। त्यो पानी यताको पानी स्वाट्ट यता हालिदिने। यहाँबाट सिधै उही तल पुग्छ यो डली चाहिँ। के कति मर्छ होइन म तपाईँहरूलाई देखाउँदै गर्छु। ल साथीहरू काम गर्छु है त। ल साथीहरू फाइनल्ली पानी चाहिँ गइसक्यो है। 20 मिनटमा स्वाट हो क्या फेरि। हेर्नुहोस् अब यत्रो पानी रहेको छ। यत्रो पानी त छोपिन्छ है। काम त फेरि यस्तो खतरनाक हानिदिन्छौँ नि हामी। स्वाट हो क्या यार साथीहरू 20 मिनटमा। माछाको भुराहरू रहेछ त यार यहाँ त। हेर्नु त सर्र हिँडिराख्ने यार। यिनीहरू चाहिँ मर्दैन, ढुक्काउनुहोस् तपाईँहरू। हामी यता सब सम्पट भइसक्यो यार। हेर्नु त सब सुकिसक्यो यति बेला। अब माछा छोप्ने कार्यक्रम सुरु भइहाल्यो साथीहरू। ओ सर किन त्यसो गर्नुहुन्छ? लास्ट ल्याउला खायो साथीहरू। ल टक्क हेमा पहिला यसलाई मारिन्छ कुरेलो हो तल थापिए। अब एमा यतिको नि थोरै काम गर्न बाँकी छ। यो काम गर्छौँ है त साथीहरू। माछा हाम्रो सबैभन्दा ठुलो यस्ता माछाहरू कति आउँछन्। हेर्नु न यार डिब्बा भरेर साथीहरू एउटै रमा टक्क। त्यसमा छोपेदाइ मैले 5-6 त माछा भेटेँ। खै देखाउनुहोस् त 19 किलोको। यो 19 किलोको माछा नआयो है। ल 20 किलोको अर्ग्यानिक है साथीहरू। माछा त छोपेको छोपै थापेको थापै भरियो गाइज। कति छोप्नु यार। चिलमा बस्दिएको म त यहाँको छोप्दिएँ मैले अनि सक्यो। अब माछा त त्यहाँ तपाईँ खुट्टानिर हिँडिरह त्यो दाइको यहाँ। 250 को 250 को होइन यो फेरि। ढाई लाखका माछाहरू छोप्यो हामी त। लास्ट माछा रहेछ है, ठुला नै तर साना टाइपका। बास माछा त कति हो कति गाए जहिले हेर्नुपर्छ। लास्टमा फाइनलमा कति होला त टक्क। विकल भाइ निस्केला त निस्किनु पर्यो है भाइ। पानी हल्का जोरिया रहेछ क्या होइन। हाम्रो अझै यता मार्न त बाँकी नै छ साथीहरू। बल्ल स्टार्ट हो यो डलीको। टक्क यतातिर छोपिसक्यो होइन। माछै माछा यहाँ हेर्नु न माछा कसरी हिँड्छ। माछा हेर्नु न माछा अप्ठ्यारो छ राईकुरी। ओ पारी छ छोप्नुहोस् त। जानु दाइ हो त्यो त आउने रहेछ माथि आउँदै थियो। ल साथीहरू हेर्दै गरौँला है। हामी छोपेको छोपै छ, कामहरू भइरहेको छ। यहाँनिर कुरेलो नि छ हाम्रो अगाडि। यहाँ जान्छ सबैहरू। बग्नी नबग्नी चाहिँ समातै हो क्या। च्याप। ल साथीहरू डिब्बा भरेर नि यहाँ हाम्रो यति भइसक्यो है। यहाँ ड्राइभरले च्याप हो। दामी हुँदैछ है। माछा त कति हो कति।
उँभोको ढाना पर्यो पहिला त्यता कोतल कोतल पारिनुहोस् त हाम्रो कुरेल त सोही ठाउँमा छ नि फेरि यसमा रहेछ गाइज धोबी माछा यार 1 केजी जति यसको चाहिँ मार्न सकिएन नि त गाइजहरू यार 5-6 त मारियो होइन यस्तो माछा छ यसमा है खासमा तपाईँहरूलाई म माछा कहाँ थियो भन्दाखेरि यो भित्र थियो के यो भित्र थियो होइन यहाँको माछा चाहिँ समात्नै सकिएन 5-6 त मात्र समात्थ्यो तर कहाँ डुबे यो मुनि छ कुरी एउटा माछै समात्न सकिएन यहाँको चाहिँ ड्राइभरले धोबी छोप्दै हुनुहुन्छ यो हाम्रो लास्ट त पनि हो द्वालीको टन्नै छ अझै माछाहरू भेट्न बाँकी नै छ साथीहरू छोप्दैछौ होइन के कति छोपिन्छ हेर्दै गरौँ ल है त कुरेलोको माछा यो ल कति हो कति यत्रा ठुल्ठुलोसम्म परेछ है हेर्नुहोस् त माछा त धोबी परेछ नि कुरेलोमा यो तरिकाको माछा तपाईँहरूले के भन्नुहुन्छ साथीहरू हाम्रोतिर यो माछा पनि भेटिन्छ है यो खतरा हो क्या तेले भन्ने माछा त्यत्रो त्यही छन् यहाँ पुसो के ए कसरी मान्छ भयो भने यतिले दुःख गरेको यी माछा यहाँ छ यहाँ पुसेर कस्तो बाहिर माछा छोप्न नि ढौ भयो त नि पानी बिना नि पानी बिनाको माछा नि ढौ हुन्छ त नचप्याउ न बेबी एउटा तेल थियो ल दामी है बोराइ भरेर नि ला अब उडै गयो यो त दामी यतै कहाँ पुग्छ नि कहाँ पुगेछ साथीहरू माछा यार यस्तो धेरै तर हाम्रो तलतिर नमरेको हो नि त माछा यार है माथितिर मरेन क्या तपाईँको पहिले यता आएर दुःख गर्नुपर्ने क्या तल अझै मेन ठाउँमै गइएन नि हामी त आज त अब अर्को दिन जानुपर्छ योपालि अझै यहाँ अझै छ है साथीहरू माछा हेर्नुहोस् त अहिले त हल्का घाम लगाइरहेको छ वातावरण यस्तो छ होइन जाडोले चिप्पै भइरहेको साथीहरू यहाँ पानीले ल अझै छोप्दैछौँ है हामी ल साथीहरू हामीहरू माछा मारेर फर्किँदै है टक्क पारामा समयमै सिद्धियो यार एउटा कुरीको मार्न पाइएन 4-5 केजी माछा मार्यो टक्कै हेर्न सक्नुहुन्छ भ्यू यस्तो भइरहेछ अहिले चाहिँ है 6:30 भयो ततिर हेर्नुहोस् त दामी छ नि भ्यू त फेरि बबाल सही हो होइन बोरामा छ माछा चाहिँ अब घर जान्छौ माछा हेर्नुपर्छ है कति मरेछ केही बेरमा भेट्नेछौँ है त साथीहरू जेवेन दाइले यहाँ खनाउँदै हुनुहुन्छ अब यदि 5-7 केजी छ माछा है हेर्न सक्नुहुन्छ बाबा नि यति धेरै छ है साथीहरू 1.5 केजी छ है सानो देखेको छ भिडियोमा तर 1.5 केजी छ यो माछा अनि बल्ल च्यालेन्ज गरेन कस्तो गरुङ्गो भनेर होइन डेन्जर छ ल यही ठाउँ मारे बाबु यहाँ भन्नु पक्क ल साथीहरू यति मार्यो हाम्रो ग्याङहरू दाजुहरू यता सर यता आन्टीहरू पनि दर्शक बिरिनहरू पनि हुनुहुन्छ माछा हेर्ने टक्क यति माछा मार्यो दिनभरिको दुःख जे होस् उठ्यो साथीहरू 4-5 केजी माछा मार्यो आजको भ्लगलाई यति भन्दै बिदा हुन्छु अर्को भ्लगमा भेटौँला बाई बाई है त